हेलो साथीहरु गुड मर्निङ एभ्रीवान फ्रम द झापा एन्ड फुलाबारी हैन ल रोड केटा ल स्वागत छ है साथीहरु हाम्रो न्यू ब्लगमा चाहिँ तपाईहरुलाई सबैजनाले लाइक एन्ड सब्स्क्राइब गरिदिनु होला किताबले सपोर्ट गर्छ लाइक पनि किनेको छौं हामीले गाइस ल ल यो टी सर्ट लगाएर थियौं हामी जाँदैछौँ ल न्यू ब्लग हाम्रो आज चाहिँ तपाईहरुलाई हाम्रो गाउँको बाटो देखाउँछौं कति मिनेट लाग्छ हामी के रे काम गर्ने ठाउँसम्म जानलाई हामी न्यू काममा चाहिँ जोइन भएको छौं हैन अब हाम्रो गाउँमा चाहिँ अहिले एकदमै हरियाली चारैतिर मकै अनि अब धानहरु छर्ने पनि बेला भएको छ बाटोहरु चाहिँ यस्तो छ यो चाहिँ गाइस केपी ओलीले बनाइदिएको बाटो है हाम्रो बाले आई लभ यु केपी ओली बा केपी ओली बाले चाहिँ यस्तो बाटो बनाइदिएको छ हैन तपाईहरुलाई हामी अलि तल पुगेपछि राजाको बाटो पनि देखाउँछ राजाले बनाइदिएको बाटो हैन राजाले बनाइदिएको बाटो पनि देखाउने छौं अलि तल पुगेपछि यो चाहिँ केपी ओली बाले बनाइदिएको बाटो यो चाहिँ हाम्रो गाउँ हो हाम्रो गाउँ वाउ सो ब्युटिफुल आवर प्लेस हैन त केटा अनि यसले चाहिँ गाडी कुदाउँछ कहिले काहीँ जाँदाखेरि चाहिँ बिहान बिहान म भ्लग बनाउँछु यहाँ गाई चलाउने गोबर बोकेर मस्तले जानुपर्छ केटा कति चियाबारी पनि देख्नुपर्छ हाम्रो गाउँको चियाबारी हरियाली मात्र हैन तर केपी बाले बनाइदिएको बाटो थियो यो भनेर चाहिँ मैले अघि भने यो चाहिँ सरकारले बनाएको बाटो हो हाम्रै पैसाले बनाएको बाटो हो एक्ज्याक्टली भन्ने भन्दा मलाई केपी बा चाहिँ मन पर्दैन हैन अब मैले के भन्ने मात्रै हो गाइस गाली चाहिँ नगरौँ यो भिडियोहरुमा लास्टमा आवाज सरल आएको छ त्यही भएर हामीले चाहिँ हावा नआओस् हावाले साउन्डलाई डिस्टर्ब नगरोस् भनेर चाहिँ हामी खासमा भन्नुपर्दा माइक किनेका थियौँ माइक पनि एकदम सस्तो सस्तै खालको हो हैन अनि यो माइक चाहिँ 1000 को माइक गाइस तपाईहरुलाई त्यो साउन्ड चाहिँ राम्रै आउँदैन त्यति धेरै क्लियर छ राम्रो पनि हैन राम्रै आउँछ अब यी भाडाको बाबाले बोकेको देखेर केटा साइड पर्ला दामी सजियो हाम्रो गाउँ खाना के भन्छ रे भाइ अब के चटला 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 आयो भन्छ अमला झापामा नमलाको धेरै आयो त ल हिमाल गाउँ यार ए उता पौडी खेल्ने ठाउँमा अच्छा यो चाहिँ यस बाटो राम्रो छ हाम्रो गाउँको चियाबारी पनि बिहानको भ्यूजहरु राम्रो अब यो ब्लग चाहिँ हामीले दुईटा ब्लग बनाएको थियौँ हिजो चाहिँ हाल्थेन नि केटा मैले हालिनँ अब यो तल्लो धिमाल गाउँ हैन ए माथि र तल्लो हो जङ्गलहरु छ नि वरिपरि हैन हाम्रो गाउँको जङ्गलहरु घरहरु बन्दैछन् गाउँघरमा अब अहिले नेपालमा अब राजनीतिक कुराहरु गर्दाखेरि चाहिँ अब शिक्षा मन्त्री नि कस्तो होला रघुजी पन्त शिक्षा मन्त्री रघुजी पन्त चल्ले चाहिँ एउटा उसमा के भन्छ सांसद के संसदमा कलकत्ता चाहिँ दिल्लीमा बस्छ भनेर भन्नुभएको थियो
त्यस्ताहरू शिक्षा मन्त्री भएपछि शिक्षा भने अब काँडगुडलेली भएको शिक्षा आँपहरू फुल्न थालेका छन् गाउँघरमा आँपहरू रकरकमा फलेका छन् पोखरीहरू माछाहरू छन् गाउँघरमा गाउँघर लास्टै रमाइलो हुन्छ नि त होइन गाउँघर भनेको रमाइलो जिन्दगी सहरमा जस्तो कहाँ हुन्छ त सहरमा त पानी धरी किनेर खानुपर्छ अनि गाउँमा त धारा धारा हुन्छ चियाबारी देखाउँछौँ अनि अब हामी हाम्रो गाउँहरू पनि विकास मान्छेहरूले घर बनाउँछ अब यहाँबाट चाहिँ हामी यसो चियाबारीतिर बनाउँछ यताबाट चाहिँ किन जाँदैनौँ भने यताबाट बाटो अलिक बिग्रेको के अरे खोला छ त्यहाँ अब हामी तपाईँहरूलाई आज चियाबारीको बाटो लाँदैछौँ गाइस यो चियाबारी हो चियाबारीमा चाहिँ प्रायः जस्तो पहिले के गर्थ्यो अरे भतिज डेटिङ हुन्थ्यो नि पहिला यो चियाबारीमा कतिजना डेटिङ बसेको होला को हुनुहुन्छ कमेन्ट गर्नुलाई यहाँ डेटिङ बस्ने चाहिँ यो चाहिँ हामी झापाबाट पोस्ट गर्दैछौँ होइन झापाबाट चियाबारीमा डेटिङ बस्नेहरूले चाहिँ कमेन्ट गरौँ यो चाहिँ अब चियाबारी हो झापाको अब तपाईँहरू पश्चिमतिरबाट हेर्दै हुनुहुन्छ चियाबारी यस्तो हुन्छ चियाको बोटहरू अहिले काट्ने बेला भएको छ नि चियाहरू प्रायः जसो यसलाई यो चियाबारीको यो चिया बगानलाई चाहिँ के भन्छ चिया बगानलाई चाहिँ यो गाउँलाई त आइयाबारी दुख्योबारी आइयाबारी होइन नामै त आइयाबारी यहाँ कतिजना आइया भएको होला चियाबारी भित्र होला हो सर यो चियाबारी गाउँभित्र एकचोटि यहीँ हेर्ने एकजना हात्तीले मान्छे मारेको अहिले तल हो हरन बजा यस्तो मान्छेहरू फुट निस्किन्छन् ल हामीलाई यहाँसम्म आइपुग्नु घरदेखि 7 मिनट लाग्यो नै 8 मिनट लाग्दो रहेछ 8 मिनट लाग्दो रहेछ भनेपछि 20-25 मिनटमा पुग्ने रहेछ होइन त तल ल अब हाम्रो गाउँमा पनि टाइल ओछ्याएको छ है बाटो यस्तो खालको टाइलहरू ओछ्याएको छ गाउँघरमा अनि गाइस तपाईँहरू केपी बाले आई लभ यु नभनेर कसलाई भन्नुहुन्छ त्यो केपी बाले गर्दै हो नि सबै केपी बाको घरको पैसाहरू लिएर केपी बाले सबै यहाँ चाहिँ अब के अरे के भन्छ गिरीबन्धु टीको पैसाहरू चाहिँ यहाँ लिएर आउनु भएको छैन त यत्रो विकास गर्नुभएको छ तपाईँहरू भ्रष्टाचारी भन्नुहुन्छ यो चियाबारी चियाबारी दिसी छ चियाबारी हिजो त यहाँ चिया काट्दै थियो त्यसलाई पनि हामी जोडेर हाल्छौँ होइन दामी छ नि चियाबारी होइन बिहानै भ्युजहरू हेर्नु त कस्तो दामी हो यो झाडीमा बस्नु चाहिँ मजा आउँथ्यो होला है यस्तो चर्को घाममा त यहाँ त शीतल हुन्छ नि होइन चिस होइन चिल हुन्छ नि यहाँनिर कि तैँमा बस्थ्यो त होइन त्यसो नगरौँ होला चिल हुन्छ नि त यहाँनिर त्यो दुईजना त जाँदैछ नि त को राति यो चियाबारीमा मोबाइल लाइटहरू बल्छ होला अलि नि ठिक छ नि चियाबारी भने यो चाहिँ हाम्रो पुकुरे डाँडा भन्ने ठाउँ हो टक्क अहिले चाहिँ जुन यो मदन राजमार्ग भण्डारीको बाटोलाई छुन्छ यो बाटोले चाहिँ होइन यसरी चाहिँ हामी बिहान ड्युटी जान्छौँ यो चाहिँ हाम्रो अब
अगाडि यस्तै छ गाई तपाईँहरूलाई चाहिँ हाम्रो गाउँको बाटो देख्नु दामी छ त्यस्तो यहाँबाट पनि देखिरहेको बाटो हेलमेट चाहिँ यस्तो खालको लाउँछ कि डल्लै ग्याङस्टार हो नि त पहिलेको यो पनि अहिले पो केटो भर्खरको भयो बुढोमा त ग्याङस्टारै थियो नि यो केटो यो बुढो भन्दा त केटो ग्याङस्टारै थियो अहिले चाहिँ यो भर्खरको भयो कि हाम्रो गाउँको बाटो हाम्रो गाउँको पुलहरू यो चाहिँ केपी ओली सरकारले बनाएको बाटो यो केपी ओलीको पालाको बाटो होइन केपी ओलीको बाटो यो अहिले केपी ओली सरकारले बनाएको बाटो भनेर भन्दाखेरि चाहिँ कति खुसी हुन्छ होला नि मान्छेहरू तर बाटो हो म राजाको पालामा बनेको बाटो केपी सरकारले बनाएको बाटो अनि राजाको खोला पनि सकेको बाँध हालेको पनि केपी सरकारले नि हो खोला पहिले ठुलो पानी बग्थ्यो अहिले यहाँ उयो बग्छ फोहोर अब यो राजाको पालाको बाटो है गाई चाहिँ राजाको पालाको बाटो आयो यता छ राजाको पालाको बाटो पुलदेखिको ज्ञानेन्द्र शाहको पालाको बाटो बुढो भइसक्यो यो राजाको पालाको बाटो चाहिँ यस्तो छ ल गाइस हाम्रो भ्लगलाई लाइक एन्ड सब्सक्राइब गरिदिनु होला छैन होइन तर पनि यो भिडियोलाई हामी भनेको हाल्नेछौँ तपाईँहरूले कहिलेकाहीँ हेरिदिनुहुन्छ मेरो भ्लग चाहिँ एकदमै खुसी लाग्छ गाइस आई एम सो ह्याप्पी Okay, bye-bye.